नमस्कार सबैजनालाई। म चाहिँ नेपाल युथ फाउन्डेसन नेपालको अधिकृत रूपमा सुदूरपश्चिम र कर्णाली प्रदेश हेर्ने गरी काम गरिरहेछ र अब हाम्रो यस तालिम केन्द्रमा चाहिँ मङ्सिरको 10 गतेबाट नयाँ कक्षाहरू सञ्चालन हुन गइरहेको छ। नयाँ कक्षामा चाहिँ धनगढीमा इलेक्ट्रिकल, प्लम्बिङ र वेल्डिङको चाहिँ यहाँ तालिम सञ्चालन हुनेवाला छ र यसको लागि जो कोही पनि 18 वर्ष पुरा भएको 35 वर्ष ननागेको युवा युवतीहरू हुनुहुन्छ भने यहाँहरूले सम्पर्क गर्नुहोला र हाम्रो यस तालिम केन्द्रमा एकदमै हामी स्वागत गर्नेछौँ र थप जानकारीको लागि हाम्रो फोन नम्बरमा चाहिँ तपाईहरुले चाहिँ सम्पर्क गर्नुहोला। हामीले चाहिँ यहाँ तालिममा आउँदाखेरि कुनै पनि रकम लाग्दैन, पूर्णतया निशुल्क छ र सँगसँगै यहाँ आउने हाम्रो युवा युवतीहरूलाई होस्टेलको व्यवस्था छ, खाना खाजाको व्यवस्था छ र तालिमको व्यवस्था छ र यी सबै कुराहरू चाहिँ पूर्ण निशुल्क छ र अन्य कुनै पनि सङ्घ संस्था स्थानीय तहहरूले पनि आफ्नो कार्यक्रम अन्तर्गतमा यस्ता कार्यक्रमहरू राख्नु भएको छ भने यहाँहरूले पनि सम्पर्क गरेर हामीसँग कोर्डिनेसन गरेर यहाँ आफ्नो गाउँपालिका नगरपालिकाका युवाहरूलाई चाहिँ सहभागी गराउन सक्नुहुनेछ। यसमा चाहिँ खास गरी अहिले हामीले चाहिँ धनगढी उपमहानगरपालिका लगायत सुदूरपश्चिम प्रदेशभरि भनेका छौँ र साथै अन्य प्रदेशहरूबाट पनि नेपाल अधिराज्यभरिबाट नै एकदमै जसलाई खाँचो छ यो तालिम म लिन चाहन्छु र म आफ्नो भविष्य यही तालिम मार्फत म बनाउन चाहन्छु भन्ने जुनसुकै योग्यता पुगेका युवा युवतीहरूले चाहिँ यो तालिम चाहिँ लिन सक्नुहुनेछ यहाँ आएर। अहिले चाहिँ हामीले लेभल 1 को भनेर हामीले चाहिँ यहाँ तालिमको लागि सूचना खोलेका छौँ र हामी तालिम चाहिँ लेभल 1 सरह दिएर त्यसपछि हामीले लेभल 2 सरह नै हुन्छ यहाँ, किनभने लेभल 1 ले मात्रै बजारमा नबिक्ने भएकोले थप सिपको आवश्यकता भएकोले थप तालिमहरू पनि हामीले दिन्छौँ र सँगसँगै अहिले हामीले CTBT को स्किल टेस्ट पनि हामी संस्था मार्फत नै सहकार्य गरेर यही हाम्रो ट्रेनिङ सेन्टरमा गर्ने हामीले चाहिँ अहिले प्रयास गरिरहेका छौँ र अब छिटै हामी स्किल टेस्टको पनि सम्भावना छ। त्यसकारण पनि तालिम सकिए पश्चात चाहिँ हामीले OJT सँगसँगै यो रोजगारी स्वरोजगारीको लागि पनि पहल गर्ने गरेका छौँ र यसको लागि पनि यहाँहरूले थप सुविधा हुनेछ भन्ने पनि हो।